लाइन चाहिँ यहाँ आइपुग्यो हाई गरिदेऊ अब लगभग आइपुग्नु लागि छ हाम्रो लाइन चाहिँ 4 बजी आउँदाखेरि पनि भर्खर यहाँनिर आइपुग्यो भनेपछि त मान्छेहरू सबैजनाले चाहिँ अलिकति झ्याली गरेर छ गाइस फेरि अहिले चाहिँ 3 किलोमिटर पुग्न आँटेको छ अहिले म फेरि यसमा देखाउँछु है हजुरलाई समय लिएर पूजा गर्न निषेध गरिएको छ तसर्थ मन्दिर प्रवेश अगावै आफ्ना सम्पूर्ण पूजन सामग्रीहरू तयारी अवस्थामा राखी छिटोभन्दा छिटो आफ्नो पूजा समापन गरी मन्दिरबाट बाहिर प्रस्थान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। जय शनिदेव। सो गाइस आज 4 बजी आइपुगेको बल्ल 8 बज्नु आँट्यो होइन सरी 9 बज्नु लाग्यो बल्ल मेरो पारा आएर सक्यो। आज चाहिँ सेकेन्ड लास्ट शनिबार भएको हुनाले यति धेरै मान्छेहरू हुनुहुन्छ होइन क्रम जारी नै छ अझै पनि मान्छेहरू आइरहनु भएको छ खाने ठाउँ यो चाहिँ के हो यो सब मिठाई एकदम फ्रेस छ आएर खाँदा हुन्छ है राम्रो छ हाम्रो नानीहरूको लागि पनि छ लाग्यो भने यो चाहिँ मकै है अब सो म चाहिँ उहाँहरूलाई जति सक्ने त्यति दिनेवाला छु है एकछिन है त टु बी कन्टिन्यू दिस भिडियो है स्टे ट्युन ओके। आज छाता ओढ्नु भएछ त अनि हो र पार्टीबाट माता हुनुहुन्छ र उहाँ चाहिँ हाम्रो बब मार्ली पार्टीबाट माता हुनुहुन्छ अब मलाई बाजेहरूले टिका पनि लगाइदिनु भयो होइन आजको मेरो शनि मन्दिरको यात्रा चाहिँ समाप्त भयो मैले 3वटा शनिबार पुरा गरेको छु है लाइनहरूमा आमा अहिले अब पाउने 9 भयो होइन यति धेरै क्यु छ क्या होला बेलुका मात्रै निस्किन्छ होला।